यही सुडोलाई पाउनको लागि पुरै रात दिन माया मार्न छ के Welcome to Japan, my baby. नभन्नु भइहाल्यो मेरो चाहिँ ठ्याक्कै खरा जस्तै लाग्छ मलाई अनि त्यही भएर खरा भएको सम्म चाहिँ भिडियो सबैले पुर्याइदिनु हुन्छ अनि मैले चाहिँ तपाईँहरूपछि एकदम ठुलो आश गरेको छु गाइज नमस्कार सबैजनालाई मेरो नयाँ भिडियोमा आजको भिडियोमा सबैजनालाई मेरो एकदमै स्वागत छ आजको भिडियो चाहिँ हामीले उता हाम्रो नियमको गएको सकेपछि अर्को गएकोमा जाँदाखेरि कुन गएकोमा जाने भनेर हामीले सेचुमेस सुनेर आएर अहिले हामीले चटपटे पानीपुरी बनाएर खाने भनेर हामीले चटपटे पानीपुरी खायौँ यहाँ चटपटे पानीपुरी खाएर झ्याप हुनुभएको कि यस्तो खानुभएको कि उहाँ मोटी हो हाम्रो मोटी हो अनि उहाँ एउटा रनी दिदी हो अनि त्यहाँदेखि यहाँ पानीपुरी बनाएर यस्तो पुरै भद्रगोल पारेर खानुभयो अनि मेरो रुममेट सुदीप चाहिँ छैन अनि सुदीपलाई चाहिँ उहाँनिर राखेको छ होइन आज चाहिँ रुम पनि अलिअलि सोझी हानेको छ यहाँनिर हाम्रो ऐनाइन छ होइन म चाहिँ यतिकै भेलै पाराउँछु आफ्नो बसेर यहाँ बसेर मैले चाहिँ फेरि धेरै खाइनँ मैले चाहिँ खासै चटपटे पानीपुरी चाहिँ मन पर्दैन क्या मलाई उनीहरू ऊ चाहिँ कपी खाइरहेको छ खानु त यत्रो सानो मान्छे होइन मुखमा यत्रो हालेको हुन्छ ऊ गपी खा अनि पुरै रुम सफा पुरै खाएर उठ्न नसक्ने भएर यहाँ मलाई सफा गरेर भने क्या यति बाँकी रहेर मेरो अर्की मोटी के भन्न चाहन्छस् मोटी केही भन्न चाहन्न मलाई मेरो भिडियो क्वालिटी नघटोस् त्यही हो म भिडियो बनाउँदैछु होइन अनि यहाँ पुरै खाएर अब फोहोर भएछन् अब फोहोर सफा पनि गर्दैन क्या उनीहरूले दुईजना पुरै पानीपुरी खाएर झ्याप भएछन् अनि म चाहिँ यहाँनिर बसिरहेको छु अब पानीपुरी खाइयो अब आजको खाना पनि बिहान नखाइ गएको थियो क्या बिहान अलि छिटै कति 10 बजी उहाँ पुग्ने गरी यहाँबाट 7 बजी हिँडेको थियो 7 बजी जाँदाखेरि चाहिँ बिहान चाहिँ खाना चाहिँ नखाइकन गएको थियो पान र दुध खाएर गएको थिएँ मैले अनि त्यहाँदेखि अहिले चाहिँ यहाँनिर हामीले आएर अनि त्यहाँ पानीपुरी बनाएर खाएको तर चर्को भएछ अनि मिठाई गरेर मिठाई खाइयो अनि त्यहाँदेखि अब यहाँनिर मोटी यहाँ बिन्ता खा भन्दैछ उसको फेरि बोयफ्रेन्ड धेरै छ नि उसको बोयफ्रेन्ड खोज्दैछु सर्च गर्दैछु बोयफ्रेन्ड कतिवटा छ भन्दै त मेरो भिडियोमा ऊ 4वटा छन् बोयफ्रेन्ड 5वटा बोयफ्रेन्ड छ क्या उसको काम चाहिँ छ होइन आज पनि जहिले काम चाहिँ भइ नै हाल्छ क्या फेरि दिक्क हुन्छ काम पनि जहिले हुन्छ लास्टै ल्याउनु भयो पैसा पनि छैन हेर्नु लास्टै गाह्रो भयो पैसा छैन कहीँ छैन पैसा जम्मा अहिले 5000 छ पैसाको रूपमा अस्ति घर हालिहाल्यो पैसा पैसा छ नि यही सुडोलाई पाउनको लागि पुरै रात दिन माया मार्न छ क्या यही सुडो होइन त नाम त के छ खान्जीमा ब्याङ्क अफ जापान अब कहाँ पनि जान्छ होइन पैसाको रूपमा जम्मा 5000 छ यही सुडोलाई पाउनको लागि एउटा सुडोलाई पाउनको लागि लगभग कति 2-3 दिन त सुत्दै नस्ति काम गर्नु चाहिँ एउटा सुडो पाउनको लागि जापानमै सुडोहरूले सक्छ 10,000 का सुड्डा हुन्छन् ती सुड्डाहरू कमाउन जानुपर्छ उहाँहरू त चटपटे खानु अब झ्याप भएपछि जानुहुन्छ होला सायद उहाँहरू त बस्नु नलाई यहाँ पुरै खानु भएको पुरै उठ्नु नसक्ने भएर यतिकै बसेको के मान्छेहरू अझै खादैछु म झ्याप पाका छन् के भन्ने मोबाइल चलाउनु बोयफ्रेन्डको पहिलाको पुरानो ब्रेकअप भएको बोयफ्रेन्डको आइडी खोजेर नभेटेको क्या त्यो खरा जस्तै छ नि यो मान्छे लगेर है सबैले खरा जस्तै लाउँछ मलाई चाहिँ दाँत पनि खराएको साँचे है फेरि गर्दै एकचोटि खरा जस्तै लाग्छ मलाई चाहिँ ऊ चाहिँ यत्रो त्यो चन्मुसे त्यो 17 किलोको छ ज्यान 17 किलो छैन भयो मोटी खरा जस्तो गरेर हाँस्ने एकचोटि उही खरा जस्तै छ नि दुईवटा दाँत लामो छ अनि एउटा दाँत चाहिँ छोटो छ क्या खरा जस्तै छ खरा जस्तै छ आज पुरै खाएको जिन्दगीमा अहिले पानीपुरी खाँदैन होला जापानको 1 वर्ष मेरो अर्जुन दाजुले दिनु भएको थ्याङ्क यू गरे थ्याङ्क यू भाइ उता गएर बनाउन नि पो राम्रो आउँछ त यो उसलाई राम्री चाहियो फेरि राम्री म आफू राम्रो चाहिँ हुनु छैन फेरि राम्री पनि चाहियो क्या
आफै राम्रो भयो त्यसै राम्रो आज म जस्तै राम्रो हुनु पर्यो सम हुनु परेपछि ह्यान्डसम आइहाल्छ आफ्नो लागि आफै राम्रो भयो भाइहरु नर्लाई किन राम्रो हुन्छ यस्तो हो नि थ्यांक यू अर्जुन दाइ भन्नुमटी थ्यांक यू अर्जुन दाजु ए दाइनुमटी के भन्दै मेरो लाइक सब्स्क्राइब गरिदिनु ऊ आफ्नो भिडियो आए तेरो केटीहरुलाई नि क्लासको केटीहरुलाई भन्न न लाइक सब्स्क्राइब गरिदिनु ल ल मेरो सबै केटीमै साथीहरु मरेको छ पुरै हानी केटामा मरेको नि दर फेरि मोटी बोयफ्रेन्ड नै 4 वटा भन्थ्यो अब आजरा के भन्ने ल चाहिँ सुदीप भाइले हामीले यहाँ राखेको छौँ अब ओसिसक्यो अब आएर कति राख्ने यहाँ अचार राखेको छौँ पानी झोल त्यहाँ राखेको म केटाको लागि मरे हैन मैले चटपटेर पानीपुरीको लागि मरे छु झोल त्यहाँ राखिदिनु यहाँ आजको हामीले पानीपुरी नै खायौँ च्यालेन्जमा नि पुरै उनीहरूले खायो मैले त खासै खाएन थोरै थोरै खाएँ उनीहरू त पुरै खाएर बेहुस भएको खान् नातेको रक्सी खा जस्तो अनि अब चाहिँ जापानिज फुडलाई पाउनको लागि अब जानु छ एकछिनमा कतै 5 बजीतिर जान्छु म उठाउन नि मिल्दैन नि अनि त्यही भएर फोटो पठाउन मिल्दैन अरू सबै यस्तै छ हाम्रो अर्को ब्लगमा पनि हामी फेरि भेट्नेछौँ अर्को ब्लग फेरि अलि इन्ट्रेस्टिङ आउँछ यो ब्लग चाहिँ अब अलि सानोतिनो छोटो मिठो गराउन खोज्यो अर्को ब्लगलाई हामी एकदम राम्रोसँग ल्याउनेछौँ भिडियोहरू छोटो छोटो छ तर मिठो मिठो भिडियोहरू छ सबैजनाले हेरेर साथ दिनु होला र मेरो भिडियोलाई लाइक सब्स्क्राइब गरिदिनु होला भन्ने मलाई आशा छ त्यसैले आजको भिडियोलाई चाहिँ मैले अन्त्य गर्न चाहन्छु आजको पानीपुरी पनि खाइयो यहाँ पुरै सक्नुभयो पुरै ओ चटपटी खाएर झाप भएको हेर्नु है भाइ म ब्रो के भने ल होइन यो केटी मान्छेले कहिले ब्रो हुन्छ हेर्नु आफूले चिने हैन भाइ म ब्रो के गरे तिमी के हो ब्रो कि बोइनी बोइनी गरे तपाईँ ब्रो हो नि म त ब्रो गेटअप हेर न गेटअप मान्छे उस्तै छ फेरि गेटअप गरे अझ के 17 किलोको मान्छे छ गेटअप गरे 17 त छैन भो मोटीको बोयफ्रेन्ड मात्रै छ फेरि अरू केही छैन यसको जिन्दगीमा खराई ठ्याक्कै खरायो त यस्तो हो नि तपाईँहरू थाहै छैन एमआरपी दाइले एमआरपी भ्लग दाइले चाहिँ नेपालमा त्यो खरायो भाइलाई ल्याएर बाइकमा भाइरल गराएर त्यसलाई एडभान्स गराउनु भएको थियो नि यो हाम्रो चाहिँ खरायो बहिनी हो तपाईँहरूले हेर्नुहुन्छ भने यो मैले टिकटकमा नि रिल्समा हाल्नेछु यो भिडियो चाहिँ हेर्नुहुन्छ नि त्यो खरायो भाइसम्मको लागि चाहिँ खरायो बहिनी भेट्यो भनेर पुऱ्याइदिनु होला है मेन्सन गर्दिनु होला प्लिज मेन्सन गरेर कमेन्ट गर्दिनु मेरो भाइलाई गर्दिनु होला अब के खरायो भाइसम्म यो भिडियो पुग्यो भने खरायो भाइ चाहिँ जापानमा डिपेन्डेन्टमा जापान आउन पाउने एकदम प्रचुर सम्भावना देखेको छु मैले चाहिँ खरायो बहिनीले जापानमा इचिनेन्से हो मतलब इचिनेन्से मतलब न्युयोर्क गएकोमा चाहिँ 1 वर्ष पढिसकेको मान्छे हो अब चाहिँ वर्किङ लाग्छ 3 वर्षपछि खरायो भाइको लागि चाहिँ खरायो बहिनी चाहिँ हामीले भेटिसकेका छौँ ठ्याक्कै खरायो सुसिन ए वेलकम टु माई जाई वेलकम टु जापान माई बेबी खरायो नभन्नु भइहाल्यो मेरो चाहिँ ठ्याक्कै खरा जस्तै लाग्छ मलाई अनि त्यही भएर खरा भाइकोसँग चाहिँ भिडियो सबैले पुऱ्याइदिनु हुन्छ अनि मैले सीता भाइपछि एकदम ठुलो आश गरेको छु त्यही भएर आजको खरायो बनिसकेको भ्लग पनि एकदम छोटो मिठो भयो सबैजनाले हेरेर लाइक सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू जय नेपाल।